भाडामा नदिने आफू मात्रै बस्ने फुल्ली बङ्गलो घर खोज्दै हुनुहुन्छ भने इमाडोल शीतल हाइटमा सानो परिवारलाई हुने खालको सस्तो र चिटिक्क परेको 3 आना जग्गामा बनेको पूर्व मोहडाको 13 फिटे ढलाने बाटोको एक्सेस भएको यस्तो राम्रो हजुरलाई बङ्गलो घर लिएर आइसकेको छु। एउटा कार पार्किङ गरेर तपाईँले 2-4वटा बाइक राख्न मिल्ने यो घर तपाईँले प्रवेश गर्ने बित्तिकै ग्राउन्ड फ्लोरमा तपाईँले यो पाउनुभयो। किचन डाइनिङ एकदमै स्पेसियस रहेको छ भने सँगै तपाईँले लिभिङ रुम रहेको छ जुन चाहिँ एकदमै स्पेसियस पूर्वको घाम लाग्ने है वास्तुले पनि मिलेको यो पूर्व मोहडाको यो घरमा तपाईँले यतापट्टि साइडमा कमन बाथरुम पाउनुभयो भने सँगै तपाईँले जुत्ताहरू राख्ने र्याकहरू पनि रहेको। भर्याङको पार्टमा सिसौको काठको पार्केटिङ गरिएको टफन ग्लास राखिएको एकदमै आकर्षक हेर्नुहोस् न कलर कम्बिनेसनहरू एकदमै ब्युटिफुल रहेको यो घर तपाईँले फर्स्ट फ्लोरमा पाउन सक्नुहुनेछ। 2टा बेडरुम प्रत्येक रुमहरूमा चाहिँ अट्याच बाथरुम सहितको रहेको छ भने एउटा बेडरुममा सेटिङ दराज सहितको यस्तो राम्रो कलर कम्बिनेसनहरू लाइटिङहरू पनि एकदमै ब्युटिफुल रहेको। ल हेर्नुहोस् 2टा बेडरुम रहेको छ। अर्को बेडरुममा पनि तपाईँले अट्याच बाथरुम सहितको रहेको छ। दुईटै बेडरुममा चाहिँ तपाईँले अट्याच बाथरुम रहेको छ भने दुईटै अट्याच बाथरुममा इन्क्लोजर सहितको रहेको यो घर तपाईँले योभन्दा माथि टप फ्लोरमा गएपछि नि 2टा बेडरुम पाउन सक्नुहुनेछ। तपाईँले यो बेडरुममा पनि अट्याच बाथरुम सहितको रहेको छ जुन मैले देखाइनँ भने यतापट्टि साइडमा पूजा कोठा रहेको छ भने यतापट्टि सानो बेबी रुम रहेको छ भने सँगै यतापट्टि साइडमा कमन बाथरुम रहेको तपाईँको 4 BHK बङ्गलो रहेको छ। पूर्व मोहडाको रहेको छ। मूल्य पनि एकदमै रिजनेबल रहेको छ। यसको मूल्य र थप जानकारी लिन चाहनुहुन्छ भने हजुरले चाहिँ स्क्रिनमा दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ र साइट भिजिट गर्न सक्नुहुनेछ। हस् त धन्यवाद।